नमस्कार, म गणेश चौधरी। नयाँ वर्ष 2082 सालको उपलक्ष्यमा सम्पूर्ण गाउँपालिकावासी, आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरूका साथै देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख सुस्वास्थ्य, दीर्घायु, उन्नति र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। गर्मीयाम सुरु भएसँगै हावाहुरी तथा आगलागीको समेत जोखिम हुने भएकोले सबैजना सचेत रहन अनुरोध पनि छ। अहिले गहुँ बाली भित्राइसकेपछि गहुँको नलमा आगो लगाउने कार्य हुने भएकोले त्यस्तो कार्य गर्दा उच्च सावधानी अपनाउन हुन समेत अनुरोध गर्दछु। आगलागी तथा हावाहुरी जन्य विपद भए वडा कार्यालय, प्रहरी चौकी तथा गाउँपालिकाको स्थानीय आपतकालीन केन्द्रमा खबर गर्न समेत अनुरोध गर्दछु। धन्यवाद।